यहाँ निकाल्यो भने चाहिँ बबाल हुन्छ है। एकजनालाई निकालिदिइसकेको फेरि एलिमिनेट गरिदियो केटाहरूले। बाह्र एलिमिनेसन निकालेका छन् त्यहाँ लेफ्ट ह्यान्ड साइड तर्फ गन डाइनेस्टीका प्लेयर्सहरु पर्खिने छन् के हो पहिलो गेम बुया हान्छन् कि क्या हो? सबैले लेख्ने कुरा हो सोल्जर्स त बिहारीको सिचुएसन निक्लेगा आलुले त मक्ति गालिसकेका छन्। ओइ दामी दामी फेरि बचाइदिसक्यो दामी फेरि वसाना र अब दुई जना प्लेयर मात्र बाँकी रहेका छन्। ओ दामी नेट हुन्छ होला जस्तो छ डीआरएस को फर्स्ट गेम बुया गाइस। डीआरएस को एकजना प्लेयर एलिमिनेट गरेका थिए डेभिड हुन्छ जस्तो छ सबैजना लेख्नु त डीआरएस डीआरएस। अब ब्राजिल साउथ इस्ट एसिया र नेपाल बीचमा यो प्रतिस्पर्धा वसानालाई स्ट्रोक्सले घायल पार्छन्। आलु त्यहाँ नकआउट भएको देख्न पनि हुन्छ। सुविधिको सिनारियो लाउट दिन पटेलमा गइरहेका छन्। बिहारको लागि दुईजना प्लेयरमा बीजेपी सडरेन्जमा आएका छन्। स्ट्रोक्सले किल कन्फर्म गर्न ट्राई गर्छ मलाई तर ब्यारी रिकलको लागि पनि गएको देख्न सक्छौँ। अब प्लेयर डीआरएस गेमिङ नेपालको लागि स्टोरेज मात्र बचेको हुन्छ तर स्ट्रोक्सको हाने त 1 तर स्टोरेज खतरा खेले केटाहरूले नै। स्टोरेजले खतरा खेले डीआरएसले खतरा खेल्यो यार। बुया नै थियो यार। एकजनालाई फेरि नक गरिदिएको थियो केटाहरूले यार। 2v3 पनि हान्न